हेलो साथी, के छ? ठिक छ? आशा गर्दछु हजुर पनि ठिक हुन्छ र ठिक हुनुहुन्छ होला भनेर है। आज म कुनै कुरामा चाहिँ आज म बात गर्न गइरहेको छु हैन। जस्तो हाम्रो देश नेपालमा चाहिँ हैन, सबैलाई थाहा छ हाम्रो देश नेपालमा विदेश जानको लागि धेरै इन्स्टिट्युटहरु खोलेको छ नि। धेरै मतलब यो भनौँ न एउटा के भन्ने कम्पनी भन्ने या अर्गनाइजेसन भन्ने, अर्गनाइजेसन त म भन्दिनँ त्यसलाई, इन्स्टिट्युट र के हो र कम्पनीहरु खोलेको छ। सबैलाई थाहा छ, धेरै नै छ। चाहे काठमाडौँमा किन नहोस्, काठमाडौँमा हजारौं होला, पोखरामा हजारौं होला, चितवनमा हजारौं होला हैन, दमौलीमा पनि हजारौं नै होला। तर कसैले याद गरेको छ भयो विदेश नजाऊँ बरु आफ्नो देशमा केही गरौँ भन्ने कुनै संस्थाहरु खोलेको छ र? खै मैले अहिलेसम्म सुनेको छैन है। यस्तो संस्था खोलेको छ या खोलेको छैन, खोलेको छैन। मैले चाहिँ खोलेको भए खोलेको सुन्थे होला, तर मैले सुनिन नि त हैन। हेरिन्छ के अहिले विद्यार्थीहरु पढ्नको स्टुडेन्ट भिजाको लागि एप्लाई गर्छ, जान्छ, काम गर्छ र पढाइ पनि गरेर आउँछ निरन्तर। तर देश कसले हेर्ने? देशको हालत के छ हैन? के भन्ने अब यसमा मैले भने अब फेरि हजुरहरुले पनि मलाई सोच्नु होला कि विदेश जान नसकेर यस्तो भिडियो बनाएको, त्यस्तो चाहिँ हैन है। फेरि अब यसो सोच आयो हैन। जति पनि पढे लेखेका छन् अब उहाँहरु अब कहाँ जानु भएको छ? विदेशै जानु भएको छ के। टुवेल क्लियर गरेपछि नेपालमा केही फ्युचरै छैन। हुन नि हो, फ्युचर त कहाँ छ र? के भन्ने अब फ्युचर छ या भएर नखोजेको खै के हो बुझ्नै गाह्रो छ त नि। अनि हैन, जस्तो धेरै जना पढ लेखेकोहरु नि विदेश गएका छन् हैन। बिस्तारै बिस्तारै हरेक कुरो चाहिँ मतलब हरेक मानिसहरु चाहिँ बिस्तारै बिस्तारै विदेशीयै छन् भन्न त भन्छ नि जाने बेलामा। के भन्छ? के हिसाबको लागि मात्र हो, म नि आफ्नो देश फर्किन्छु र के गर्छु अरे। खोइ फर्किने मान्छे त कमै छन्, गएर चाहिँ वहाँ वेल सेटल भएर बसेको छ। अनि उनीहरु कहाँ आउन चाहन्छन्? सुख सुविधाहरु सबै मिलिरहेको छ नि उनीहरुलाई हैन। ठीक छ, त्यो त भइगयो कुरा, अब उनीहरुको पर्सनल कुरा भयो। अब यसमा भन्ने कुरो केही पनि भएन, गइसक्नु भएकोहरुलाई हैन। अब जस्तै अब के भन्ने, अब हुन त अब आफ्नो देशमा केही गरौँ भने पनि के छ? अहिलेका विद्यार्थीहरुले के देख्छ? के छ? यहाँ जस्तो नेपालमा अहिलेको समयमा 12 पास गरेको विद्यार्थीहरु, 12 पास गरेको ब्याचलर क्लियर गरेको विद्यार्थीहरुलाई चाहिँ युरोप, अस्ट्रेलिया, जापान, कोरिया, अमेरिका, क्यानाडाको भिजा मिलेन भने उनीहरु डिप्रेसनमा जान्छन्। भाइ यहाँ म केही गर्न सक्दिन, यहाँ गरे पनि कम स्यालेरी नै मिल्छ, गर्ने के? यो सोच्छ, सपना ठुलो देखिरा हुन्छ हैन। त्यो कारणले गर्दाखेरि विदेश नै बाध्यता हुन्छ के। ठीक छ, उनीहरु त विदेश गए र केही मान्छे, केही मानिस, केही विद्यार्थीहरु चाहिँ नेपालमा बसेर केही गर्छु भन्ने उनीहरुको सोचाइ हुन्छ के। अनि त्यसमा पनि केले प्रभाव पारेको छ भन्दाखेरि हैन, छिमेकी हैन, घरकाले नि भन्छ फलानाको छोरो त विदेश गरे, यति कमाएर यति पैसा दिन्छ अरे। ल पढिरहेको मान्छेको दिमागमा के बस्छ? के यहाँ केही गर्छु भनेकोलाई छ के, गर्छ के? त्यसपछि घरबाट नि फोर्स आउँछ, त्यही माथि छिमेकी आन्टी आउँछ, उताबाट नि भन्छ अनि ओहो मेरो छोरो त विदेश गएको छ, महिनामा यति पैसा हाल्दिन्छ अरे। अनि आमाबाउले नि अब पिर पर्छ, छोरोले चाहिँ केही गरेन, पढाए मात्र। अब बाउमाले नि अझै हेर्नु पर्यो भने चाहिँ उहाँहरुलाई नि पिर लाग्छ नि त हैन। अब गर्ने के? त्यति भइसकेपछि आमाबाउले पनि आफ्नो छोराछोरीलाई फोर्स गरेर हुन्छ के। यो एउटा हाम्रो सोसाइटीको पनि इम्प्याक्ट छ के यसमा चाहिँ हैन। जस्तै उदाहरणको लागि केही समय अगाडि नर्सहरुले उहाँहरुले पनि प्रोटेस्ट गर्नुभएको थियो कि स्यालेरी बढाउनु पर्यो भनेर। उहाँहरु पढ्नको लागि, नर्स कम्प्लिट गर्नको लागि 9 to 15 लाख चाहिन्छ भन्ने चाहिँ यसो सुनेको थिएँ। हो कि हैन हकीकत त हजुरलाई नि थाहा होला। तर उनीहरुलाई मन्थली स्यालेरी 15,000 ले अनि कहाँ पुग्छ त नि? पुग्छ जस्तो त मलाई लाग्दैन है।
यस विषय नै केही कुरो चाहिँ बढाउनुपर्छ होस्टेलहरूले क्या। अनि जस्तो विदेश जानको लागि धेरै युट्युब च्यानलहरू देखेँ मैले होइन। उहाँ भन्छ कि यसरी जाँदा गाह्रो हुन्छ, यसरी गर्दा के हुन्छ गाह्रो हुन्छ, यसरी गर्नु होला आइडियाहरू दिन्छ कि उल्टो सपोर्ट गरे जस्तो कि। त्यसलाई पनि के हेर्नु पऱ्यो हो, देश बचाउनु पऱ्यो। अनि लास्टमा भन्छ अब नेताको छोरो नै आयो नेता भन्यो अरे। अरे यार देशको पढ लेखा मान्छेहरू सबै विदेश गइसकेपछि त अनि कसले सम्हाल्छ त नि देश। अनि लास्टमा कुरो आउने त्यही नेताकै पार्टीहरू हो। अनि फेरि भ्रष्टाचार घुसखोरी भयो भन्छ। पढाइ मान्छे नजाउ न विदेश, गर यहीँ केही छ। त्यही भएर मिलेर देश बचाउँ, मिलेर हामीले के गर्नुपर्छ अगाडि बढ्नुपर्छ साथी हो होइन। अरू त के छ र, आजको लागि यति नै छ। केही दिनपछि फेरि म यसको अरू संलग्नहरू हाल्ने गर्दछु र यो मेरो चाहिँ सानो कुरो थियो आजको लागि होइन। अनि के भन्ने अरू त अरू छ र पछि बताउँला। ओके ठिक छ, फाइन, गुड डे, गुड टु सी यु। जति पनि हेरिदिनु भएको महानुभावहरू छ उहाँहरूले साथ सपोर्ट गरिदिनु होला होइन। यदि कसैलाई पनि थाहा छ भने यदि देश बचाऊ या देशमा केही गरेर खाऊँ भन्ने कुनै संस्था छ भने त्यसको नाम पनि दिनु होला है। ओके गुड।